धेरै वर्ष भएको छैन कि ट्राफिक लाइट आएको हामी सानो हुँदाखेरि देखायो हो अनि त्यसपछि देखिएन होइन अनि फेरि अहिले देखिन थाल्यो हो होइन धेरै वर्ष भएको छैन होइन कति वर्ष भयो हजुरलाई थाहा होला ट्राफिक लाइट हामीले मजाले हाल्न थाल्यो पहिलो देखेको त उही जापानले बनाइदिएको त्यो थापाथलीको मात्र त्यहीँबाट त्यही एउटा देखायो त्यो पनि हो अहिले कति ठाउँमा बल्दैन नि होइन अहिले त हामीसँग छन् ट्राफिक लाइट नबल्ने कारण चाहिँ के हो भने मैले त्यहाँ काम गर्दाखेरि थाहा पाएको ट्राफिक लाइट राख्नुपर्छ भन्ने सचेतना चाहिँ भयो तर अगेन त्यो इन्टिग्रेटेड कसले लिड लिने त सडक विभागले लिने हो कि कसले लिने भन्ने कुरा चाहिँ छैन कि मैले त्यति बेला काम गर्दासम्म 56वटा ट्राफिक लाइट सब आफ्नै तालले हालेछ कोही अब ब्याङ्कलाई चाहिँ स्पोन्सर गरिदिनु भयो त्यो सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत ट्राफिक लाइट यहाँ राखियो तर इन्टिग्रेटेड कहाँ हुने बिजनेसले बिजनेस पायो राख्न नि राख्यो बल्न नि बल्छ तर थापाथलीबाट हरियो बल्न सुरु गरेको त सबै ठाउँबाट बल्दै जानु पर्यो नि